यो चाहिँ पुरै हो गाउँ होइन। गाउँमा तपाईँहरूलाई स्वागत छ। यो गाउँ चाहिँ तपाईँको यो दायाँ बायाँ बिल्ला छ नि, यहाँ राइट साइडमा त पुरै लेकहरू छ, बिल्ला पनि छ छन चाहिँ। तर त्यताको इन्ट्रेन्स चाहिँ उतादेखि छ। यसको इन्ट्रेन्स चाहिँ उता लेफ्टदेखि हो। बुकिङ टङलाङ टङलाङ। दुबईको कन्डिसन यदि राम्रो थियो भनेदेखि यतिखेर हामीले सास बिसाउन पाउँदैन थियो, त्यस्तो बुकिङ आउँथ्यो। तर के गर्नु, अब मार्केट चाहिँ अब डाउन भएपछि कसो के लाग्छ होइन साथीहरू। भन्न पनि भएको छैन, सबैको आकार छ। यहाँ चाहिँ खालि बुकिङ हो चल्ने, अरू केही चल्दैन। हेर त यो बाइकहरू र भएको छ यिनीहरूले। यिनीहरू धेरै स्विच अफ पनि हुन्छ बिचरा। के गर्ने, यो सब कमिसनको कामले खत्तम बनाएको छ नि। यस्तो छ, हामी चाहिँ सिटीमा छैनौँ, गाउँमै घुम्ने हो। एकछिन चाहिँ 3 बज्यो भनेको छ हो। यहाँ गाउँदेखि अब यो स्कुलको यहाँ 40 अलरेडी थियो नि, त्यहाँ 40 को मात्र यहाँ स्पिड। 40 मा 60 सम्म हाल्न पाइन्छ। तर यो स्कुल एरिया हो, स्कुल एरियामा चाहिँ एकदम केयरफुल्ली चलाउनु पर्छ। तर अहिले चाहिँ स्कुल बन्द छ। यो स्कुल चाहिँ ओपन हुँदैछ नेक्स्ट मन्थ। यहाँ क्यामेरा देख्नुभयो, यहाँ स्ट्यान्ड बाई दिएको क्यामेरा, यसले चाहिँ बजाउँछ। त्यस्तो छ साथी। हामी एकछिन चाहिँ गाउँमै घुम्ने हो। यता जानु पर्यो। यो जति पनि छ नि सब गाउँ हो। यो एरिया चाहिँ पुरै गाउँ। गाउँ पनि कस्तो हुन्छ यहाँ, बिल्ला बिल्ला हुन्छ क्या। कस्तो बिल्ला हुन्छ गाउँतिर, दामी छ नि बिल्ला होइन, चट्ट चट्ट। हेर नि अब कस्तो दामी एकनासको चट्ट मिलाएर यता खेल्ने ठाउँ। क्या सुविधा दिएको छ दिएको छ। तर यहाँ चाहिँ फेरि सबै जबको भरमा नि, यहाँको मान्छेको फेरि खेतबारी चाहिँ हुँदैन नि, खरानी खालको यो सबै काम गर्ने खाने हो, सबै किनेको भयो। यहाँ चाहिँ त्यस्तो हो। यो एरिया सबै इन्टरनेसनल हो क्या। यहाँ मान्छे पैसावाला देशहरूको, राम्रो पढेकोहरू, राम्रो कम्पनीमा नोकरी गर्नेहरूको क्या। यो म्यानेजर लेभल लिएर एकदम धनीहरू बस्ने क्या यो ठाउँ चाहिँ। यस्तो छ म्याचहरू। हामीले चाहिँ बुकिङको खोजीमा। अब म यता छिरेको चाहिँ फेरि अर्कै नाम हो। फेरि यो चाहिँ फेरि जुमेरा पार्क, यसको नाम चाहिँ होइन।
दुबईको त A to Z गल्ली गल्लीको नाम थाहा छ कि, तर भनेको जस्तो लाइफ चाहिँ अलिक सेट भएन क्या। त्यो अगाडि त्यो टावर देखेको चाहिँ त्यहाँ जेएलसीको अपटाउन टावर हो त्यसो होइन। पहिला त अब यहाँ त बुकिङ त नि बर्सात नै हो। यहाँदेखि साथीहरू पैसा कमाएर माल्टातिर गए, त्यही ट्याक्सी कम्पनीदेखि माल्टा गएर केटाहरूले राम्रो उन्नति प्रगति गरेको छ। म चाहिँ जान सकेन त्यो बेला। मैले फेरि फ्युचरमा यसरी अगाडि बढ्नुपर्छ भन्ने कुरा सोचेन क्या। अब यो दुबईदेखि लास्ट अन्तिम फेरि ब्याक टु घर भनेर चाहिँ त्यो खालको सोच्यो। युरोप जानुपर्छ भनेर पैसा चाहिँ सेभिङ गरेर राखेन। एक त हुनु त अब घर पनि बनाउनु थियो, घरले गर्दाखेरि पनि एक चाहिँ अब गर्न पाएन। साथीहरू चाहिँ स्याट हिँडिहाल्यो। अब हामी पनि प्लानिङ गर्दैछौँ भनाइ मात्र हो होइन। त्यो BYD गाडी मेरो अगाडि हिँडिरहेछ, छिट्टो भगाउँदैन पनि। मलाई पनि के हतार भनेर म पनि बिस्तारै अब धेरै स्पिडमा पनि अलिकति क्लियर आउँदैन नि त होइन। यस्तो हुन्छ त्यहाँको चाहिँ सबै बिल्लाहरू चाहिँ यो टाइपको हुन्छ। सबैको प्रायः आफ्नो आफ्नै हुन्छ, गाडी छ तर नि बुकिङ गर्छ नि ढ्याङ्की ढ्याङ। तर अब बिहानको अफिस टाइममा उप अनि धेरै चाहिँ विकेन्डमा बबाल। रक्सी खान जान्छ नि त यहाँको टोलीहरू पाहाडमा ट्वक्क लाएर यस्तो छ होइन। यो चाहिँ गाउँ, यसले चाहिँ हामी भन्छौँ गाउँ है हाम्रो उसमा चाहिँ। यहाँ चाहिँ यही घरमा बस्ने मान्छेहरू त आउने हो नि त, बाहिरको मान्छेहरू हुँदैन। त्यही भएर यसलाई चाहिँ हामी गाउँ भन्छौँ। साथीभाइ यो चाहिँ स्प्रिङ र जुमेरा पार्कको कम्बिनेसनमा मैले मिलाएर बनाएको होइन। अब हामी चाहिँ अगाडि बढ्दैछौँ। 8 मिनट 41 भनेपछि गाइजहरू यस्तै छ। जय गर्नुहोला। यो ठाउँ चाहिँ यस्तो छ। हस्त शुभ दिन, तपाईँहरूको दिन राम्रो होस्।